कुना कुनामा होला कुना कुनामा ओराएन कुना कुनामा यस्तोमा भित्तामा यसलाई नचोइकन ओ त कुनामा हो यहाँदेखि आइसक्यो छड्क्यौ त त्यताबाट होइन यस्तो मुठामा टेक है देख्दाखेरि पुरो छ नि यो यतातिर डाउनमा तर ऊ निस्किसक्यो त्यहाँ किरा चरोमा आउँदैछ यतापट्टि माथि माथि अब गाह्रो गाह्रो भनेको 3मा हाल्नु पर्छ गाह्रो गाह्रोमा नजिकबाट गर न हो त्यसरी यता ओडैसम्म हो यतापट्टि हाल्यो गाडामा हालेन नि त मुसा गइसक्यो देख्यौ त्यहाँबाट आयो होला बरु यतापट्टि गएर थाल उता खाल्टोतिर सबै हाल त्यसैले हो थाहा पाइसकेँ म त्यही मुसा हो त्यसको लागि बिस फेरि हालिदिन्छु मैले पढाइसम्म हाल नहुन्ने गरेर हाल कि यता माथि खाना फक्क भित्र हाल तिमी छड्कै भएर हाल है छड्कै तिम्रो मन्टो भनेको लेफ्ट लागि हुनुपर्छ दाहिने हात अरूबाट हुनु उड्छ आफै उठे तल उठ्यो तलपट्टि उता तलपट्टि खोर्सामा ओ पारि औ बास एउटा माथि यहाँ माथि चल उचालिदिन्छु नि मैले ल यो परालले ओल्टी टान्न मिल्छ तिमीले हटो हाटिहाल्ने त्यसलाई होइन चाहिँ उता भित्रपट्टि खाने औटे छ हाम्रो तलभित्र तल जान्छ गाह्रो गाह्रो मात्रै यो परा टिममा अगाडिको परालाई यसलाई छ नि पराले यहाँ तल हटोलाई यता ओह्रो ताना त्यही एनले औटे यसरी अनि भित्र हालिदेऊ यसको मुनिबाट गएको के हो यो तान तल अझसम्म त जति सक्छौ तान छर्किनु पर्दैन हो यसरी हालिदिनु भयो पोल्दैन पोले जस्तो हुने हो अनि यहाँ पलमा जाने यहाँ लगाइदेऊ त्यो हाटोलाई दल यहाँ मुसा हिँड्ने बाटो यही छ देख्यौ नि यस्तो भगवान् यो दल हालेर डल्डियो त्यहाँ अर्जुन राखेर यसरी यहाँ के अगाडि के हौ टिसिन माथि तल
यहाँ त ढुवाङै रहेछ त पल्लो कोठामा जाने के हो त पल्लो हाम्रो रुममाथि बस लगिन अब त्यसलाई बान अब निधारमा सुध लाग्यो मेरो खुट्टामा त्योमा बिचमा एउटामा टेक्न पाउँदैन नि तल फाल न मल मेरो खुट्टामा समाल्छ बरु यहाँ एउटामा छोडेर अर्कोमा टेकेपछि हुन्छ है ओ तल मर्खाट फाल न यो मर्खा फाल फुट्दैन क्या मर्खाटमा उतातिर तल्लोमा टेक्यो डाइरेक्ट ल जाऊ दोहोरीमा नाटिकन मेरो ठिकमै मिल्दैन नि यस्तो भाँचे है भित्र किन छिरेको ए राख्नको लागि छुट्टै है त्यो सामान डाँडा ठाउँमा होइन फेरि प्याकेजमा त्यसमा खाने पनि छ नि त फेरि कुखुराको लागि त्यो पनि नफुटाएको हो त नि अरू दबाई पनि छ नि त यहाँ त ग्लोभ्स हात धुन्छु क्या आउट एकताल त्यो लाइटवाला त कुकुर चल्लाको लागि भोलिको लागि बाहा भोलि चल्लाको बिउहरू आउँदैछ उसको लागि रेडी अझ यस्तो यतापट्टि पनि छ यो चाहिँ यस्तो लाइट अझ हाम्रो कसैले चाहिँ काम गर्यो डेन्जर यति चाहिँ हुनुपर्छ आउँछ त पक्ष केही भएन काम गर्नु पर्दैन मलाई यत्रो काम लगाएन कति दुखाउँदो रहेछ त्यो भोलि अलिक भुस चाहिँ प्लस गर्नु छ औषध हालिदियो अहिले चाहिँ भइरहेछ छड्किया बाहिरबाट हुन्छ दुइटै लाइट बाहिर भने यस्तो देखिन्छ यहाँ त उज्यालो पुरै ट्रिपल लाइट च्याम्म टालेको छ भित्रको जाली पनि देखिन्छ छायाले यसको स्विच भनेको यहाँबाट छ यहाँ स्विच सबै बन्द गर्न मिल्छ ए भित्रको लागि चाहिँ अरू छुट्टै छ चाहिँ साबुन पालेर राम्रोसँग धुने ग्लोभ्स कहाँ राख्यौ ग्लोभ्स आउनु हुन्छ त्यो चुनालाई खान्छ नि बाबु त्यो यहाँ मात्र त्यो पनि आउट हुन्छ कस्तो फिलिङ्स भयो काम गर्दा पाउँदाखेरि एकदमै राम्रो
राम्रो त हुन्छ नि खुब साबुन हाल्थ्यो कपालतिर लगाएर कहीँ लगायो होला अब त भयो त भयो भनेर हुँदैन नि धुलो उडेको हुन्छ यसले मान्छेलाई असर चाहिँ गर्दैन के अरे अलिकति इफेक्ट हुन्छ कि भन्ने कुरा हो यो खाएर मान्छे नि मर्दैन यो चाहिँ किरा फटाना भगाउनको लागि मात्रै युज गरिन्छ ल हेर्नु ल हेर्नु भयो आफू गर्नु भिडियो ब्रो